भर्खर भर्खर फालिएका केही 1.5 दशक जस्तो मात्रै भएको छ फालिएका सामन्ती संस्था र तिनका वैयक्तिक रूपमा पनि तिनका प्रतिनिधि फालिएका प्रतिनिधिहरू समेत पनि अहिले मौजुद छँदैछन्। तिनका आँखामा हिजोका झलझली यादहरू आइरहेका छन्। उनीहरूको राज्य कस्तो थियो भन्ने धेरै टाढा जानु पर्दैन। उनीहरूका अभिव्यक्तिहरूले कसलाई गोली ठोक्ने, कसलाई मार्ने, कसलाई झ्यालखान थुन्ने आदि कुराहरूबाटै बुझिन्छ उनीहरूको प्रवृत्ति मति के थियो भन्ने कुरा अहिले नदेखेका मान्छेहरूले पनि थाहा पाउन सक्छन्। र चैत 15 गतेको उनीहरूको क्रियाकलापबाट पनि मानिसले उनीहरू के कस्ता हुन् र कस्ता तरिकाहरू अवलम्बन गर्छन्, कति निर्मम हुन सक्छन्, कति असम्बन्धित मान्छेहरूलाई पीडा दिन सक्छन् अथवा आफूसँग असहमतलाई सहँदै सहन सक्दैनन् र सहन नसकेर आलोचना वाद प्रतिवादमा उत्रिने होइन। सत्तामा नहुँदा त यस्तो खालको उग्रता छ भने त्यो उग्रता, त्यो नृशंसता, त्यो अमानवीयता, त्यो दानवीयता, त्यो तानाशाही सत्तामा हुने हो भने यिनीहरूले कसरी प्रयोग गर्छन् भन्ने कुरा स्पष्ट देखिया छ। त्यो मात्रै होइन, असहमत कोही भयो भने कलाकार होस् कि गायक होस् कि चित्रकार होस् कि मूर्तिकार होस् कि जोसुकै होस्, उनीहरूको प्रशंसा गर्ने बाहेक अर्को कोही देख्यो भने त्यसको गीत नसुन्ने। नसुन त तिम्रै कानमा कानेगुजी परेर बस्छ। के भन्छ, मिठो गीत छ सुन्दैन भने उसैलाई नोक्सान पर्छ। के हुन्छ, तर उनीहरूमा यति असहिष्णुता छ कि एउटा गायकको गीत सुन्दैन। उनीहरूलाई गुड लुकिङ भन्न पनि नपाइने, अनि के चाहिँ भनिदिनु त। अभिनयको क्षेत्रमा आयो भने, कला क्षेत्रमा आयो भने पनि राम्रो गर्न सक्छ भन्न पनि नपाइने, अनि के चाहिँ भन्नुपर्ने। हाम्रो व्यवस्था छैन भन्न पनि नपाइने, जेसुकै भए पनि ऊ हुनै पर्छ भनिदिनु पर्ने। कति असहिष्णुता होला। यस्ताहरू फेरि जनताका टाउकामा टेकेर जनतालाई रैती बनाउन सपना देखेर फेरि फर्किने कुचेष्टा गरिरहेका छन्। मध्यवर्ग सतर्क हुनुपर्दछ। यस्ता तत्त्वहरू यिनीहरूले बहिष्कार गरून् न त। यिनीहरूले हामीलाई बहिष्कार गरेका हो र यिनीहरूले त लोकतन्त्र बहिष्कार गरेका छन्, यिनीहरूले त संविधान बहिष्कार गरेका छन्, यिनीहरूले लोकतन्त्रको विरोध गरेका छन्, संविधानको विरोध गरेका छन्, यिनले गणतन्त्रको विरोध गर्छन्, जनताको सार्वभौम सत्ताको विरोध गरेका छन्, जनतामा सम्पूर्ण शक्तिका स्रोत जनता हुन् भन्ने कुरा यिनले विरोध गरेका छन्। अनि यिनले राम्रा कुराको विरोध गर्छन् भने त थाहै छ नि। राम्रो कलाकारको विरोध गर्छन्, कोही पनि राम्रो देख्यो कि विरोध गर्छन्। अनि यिनका पछाडि कुद्ने खालका, यिनले यसो दिएको एउटा नोट समातेर ढुङ्गा हान्न कुद्न मन्जुर गर्ने खालका यिनलाई मनपर्छ। नेपाली जनता सचेत हुनुपर्दछ, श्रमिक झन् बढी सचेत हुनुपर्दछ, श्रमजीवीहरू झन् बढी सचेत हुनुपर्दछ। फरक विचारको झन्डा उठाउनका लागि, फरक विचार बोक्नका लागि उस्तै खालको देखिने सङ्गठन मान्छेहरूले बनाएका हुन्छन्। हामीले होसियार हुनुपर्दछ कि हामीलाई मिसलिड गर्न नपाऊँ, कसैले हामीलाई दुरुपयोग गर्न नसकोस्, हामी स्पष्टताका साथ अगाडि बढ्न सकौँ र वर्गीय मित्रहरूलाई सही बाटोमा सही ढङ्गले अगाडि बढाउने कुरामा हामी गोलबन्द गर्न तयार हुनुपर्छ।